म्याक्सिमम 2 घण्टाको पैदल यात्रा। आज असोज महिनाको 17 गते शुक्रबारको दिनमा हामी खानी डाँडाबाट अवस्थित 2 घण्टाको ट्रेकिङमा हामी अगाडि छौँ। कम्पासेधुरा एउटा नजिकको गन्तव्य, एउटा नजिकको ट्रेकिङ, एकदमै आनन्द, एकदमै रोमाञ्चक यात्रा 2 घण्टाको। यहाँ हेर्नु एकैछिनमा हुस्सो आउँछ, फेरि एकैछिनमा क्लियर भएर जान्छ मौसम। यति आनन्द चिसो भएको छ। तल तराई धनगढी महेन्द्रनगरतिर असाध्यै गर्मी छ, घमौरा आएछ शरीरमा। एकदमै आनन्द छ। हालसल्लाको रुखहरू छन्, चिसो भएको छ। उता पर हेरौँ, त्यहाँ घाम लागेको छ परपट्टि। अनि यहाँ चाहिँ यो भागमा चाहिँ पुरै कुहिरो, फेरि कुहिरो आएको छ। एकछिन अगाडि खुलेको थियो मौसम, फेरि कुहिरो आएको छ। यहाँसँग हामीसँग यहाँ सागर सर र हामी छौँ, 2 जना छौँ। सागर चाहिँ केही भन्न चाहनुहुन्छ यो ठाउँको बारेमा? धनगढीबाट 1 घण्टा मोटर बाटो, 2 घण्टा ट्रेकिङ। यो ठाउँ आफैमा रमणीय छ। हामीलाई से फोक्सुन्डो, रारा लगायत मुस्ताङ जानै पर्दैन। नजिकको यात्राको लागि यो बेटर अप्सन हुन सक्छ। देहरादुन, मन्सुरी यही छ हाम्रो लागि। रियली मन्सुरीको क्लाइमेट चाहिँ मैले पाएँ है। यहाँ मन्सुरीको क्लाइमेट चाहिँ पाएँ, यस्तै हुन्छ। यस्तै एक्ज्याक्ट यही हुने हो त्यहाँ पनि। यो प्रचार प्रसारको कमी हो। नजिकको तीर्थ हेला भन्छ नि, तर कुनै कमी छैन। तलसम्म चाहिँ जङ्गल एरिया छ, अलि जुका लागिरहेछन्। अनि यहाँ माथि अनि बढी डर पनि खासै के छैन। 2-4 वटा बाघ भेटिए बाटोमा, 2-4 वटा बाघ चाहिँ भेटिए, अरू डर केही पनि छैन। भन्नुहोस्, रमाइलो त हुन्छ नि त। धनगढी महेन्द्रनगरवासी आउनुहोस् है, आफ्नो समय मिलाएर, आधा दिनको समय मिलाएर। के कसो सागरजी? एकदम आधा दिनको समय, रमाइलो ठाउँ छ। आधा दिनको समय मिलाएर आउनुहोस्। धेरै खर्चिलो नहुने, पैसा पनि धेरै खर्च नलाग्ने, हल्का घरबाट खाना खाएर मजाले ट्रेकिङ गर्न सकिने, छोटो समयको लागि बेस्ट डेस्टिनेसन हुनसक्छ है। हेर्नुहोस्, एकछिन हामीले आराम गरेका थियौँ, फेरि अगाडि लाग्दैछौँ। अहिले 2 बज्यो, दिउँसो 2 बज्यो। अब हामी पुग्न आँट्यौँ। प्लिज मेन्सन मी।